मर्निङ साथीहरु, यहाँहरु पनि सन्चै हुनुहुन्छ? सन्चै छु। आजभन्दा फरक गाउँले भ्लग यहाँहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। मेरो भ्लग लिएर आइसकेको छु र आज भने म फेरि आज बिहानको खाना बनाउँदै छु। अनि यहाँनेर सब कुरा रेडी पारे एकछिनमा बनाउँछु, किनभने म चाहिँ यहाँ एउटा सामान आछ रे गाडीमा लिन जाँदा पर्दैछ। आइपुग्न लाग्यो भने सब हेरौँ कतिखेर आइपुग्छ। अनि आएर यो सट्ट बनाइहाल्ने हो कि रेडी पारेको। अहिले बच्चाहरू फेरि स्कुल जान हुन्छ नि त, त्यही भएर रेडी पारेँ। अनि अब म जान्छु, 10 मिनटमा आइपुग्छु भनेको छ। अब कति बेर आउने हो थाहा छैन। यसरी आगोमा सब्जी बनाउनुको मजै बेग्लै छ नि त, एकदम अर्ग्यानिक आगोमा अर्ग्यानिक तरकारी, अर्ग्यानिक आगो, गाउँले किचनमा यहाँहरूलाई स्वागत छ। आज भने मैले अर्ग्यानिक सब्जी बनाइसकेँ। त्यो हो इस्कुसको मुन्टा एन्ड आलु। यता मैले खाना बनाएँ, ग्यासमा खाना बनाएँ, आगोमा चाहिँ सब्जी हो। यसरी चाहिँ भने अब फेरि टिफिन लाग्ने टाइम हुन लाग्यो। 12 बजी 12:30 भयो। अब म टिफिन बनाएर लान्छु। यहाँ बच्चाहरूको लागि फ्राइड राइस बनाएर म टिफिन लगिदिन्छु। अनि सुँगुरलाई चारो पनि दिनै छ। सुँगुरलाई चारो के हो यार, काम पनि कति हो कति जिन्दगीमा। फ्राइड राइस स्ट्रबेरी फलेको रहेछ। रोप्नुपर्छ। हाम्रो त बारीको भित्ता नै फलिदिन्छ। खै खाम। स्ट्रबेरी हो, स्ट्रबेरी सानो खालको यो। तितो रहेछ। खान्छु यहाँनिर। तितो भयो त, तितो भयो, मिठो भयो। म चाहिँ साथीहरू टिफिन पनि पुर्याएर आएँ। अनि बजार गएर त्यो हिजो सामान ल्याएको थिएँ, त्यो पनि पुर्याएर त्यहाँनिर ठाउँ पुर्याएर आएँ। अब अनि एकदम बाहिर गर्मी भएर म चाहिँ ढलन्तै गुल्रेस। गर्मी छ नि त यहाँ पनि, काम लाग्दा अब एकछिन रेस्ट गरेर बस्ने हो।